समय आउँदैछ भनेर एकदम नजिक आउँदैछ। अहिले मैले बोल्यो भने 2/3 सरकारलाई गाह्रो पर्ला, म बोल्यो भनेर गाह्रो भयो होला, त्यस कारणले मलाई बोल्न नलगाउनुहोस्। अहिले जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोल्ती चाहिँ बन्द हुन्छ, यति चाहिँ म भन्छु। रविजीले बोल्न मिल्दैन भन्दा भन्दै केही दिन अगाडि बोल्नु भएको अभिव्यक्ति बडो चासोको विषय बनाइयो क्या। रवि लामिछाने चाहिँ राजावादी रहेछ भनेर चर्चा गरियो, हजुर नबोल्दै गर्दा के हो खास रासोपाको? म आवेग उत्तेजना मा छैन, किनभने मुलुक एउटा गम्भीर अवस्थामा आएको छ। एउटा जिम्मेवार राजनैतिक दलका हिसाबले र नेपाली जनताले एउटा आशा र भरोसाका साथ हेरेको एउटा दलका हिसाबले, त्यसको नेतृत्वकर्ताका हिसाबले म कुनै आवेगमा या उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा अहिले छैन। त्यस कारणले मलाई थाहा छ तपाईँको प्रश्नको आशय र त्यसले कुन अर्थ लाग्छ भन्ने कुरा म एकदम जानकार छु। त्यस कारणले म फेरि पनि यहाँलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, यो देशको भविष्य मेरो पुस्ताको, तपाईँ हाम्रो पुस्ताको हातमा आउँदैछ। त्यस कारणले एकदमै गम्भीर हुने समय हो। तपाईँलाई हेडलाइन दिन चिन्ता नगर्नुहोस्, म हेडलाइनमा चिन्ता गर्ने कुरा, यो बाँड्ने कुरा होइन, यो के कुरा को कसको पक्ष र विपक्षमा गयो भन्ने कुरा। 2/3 सरकार छ, म त्यही भनेको थिएँ मैले। यो 2/3 सरकारले देशका तमाम समस्या समाधान गर्नुपर्ने थियो नि त, उसले के भाषा गरेको थियो? एउटै कुरा स्मरण गर्छु तपाईँलाई, मैले पार्लियामेन्टमा के भनेको थिएँ, जब दुईटा ठुला राजनीतिक दलहरू बिना कुनै विषम परिस्थिति मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ तपाईँहरूलाई अन्दाज छ भनेर मैले भनेको थिएँ नि। अहिले म तपाईँलाई त्यही स्मरण गर्नको लागि अनुरोध गर्न चाहन्छु। म अहिले सरकारले नाङ्गिएको हुनाले लाज छोड्नका लागि अहिले अदालतमा गइरहेको, सरकारको लाज छोडिदिनु पर्नेछ, म ठाउँ ठाउँमा पुग्नु पर्नेछ। समय आउँदैछ चाँडै नै, म सबैलाई तयार हुनको लागि भन्न चाहन्छु, गेट रेडी फर द रेभोल्युसन।